एकदम रमाइलो लाग्यो यो सिमले चाहिँ। मलाई चाहिँ किन सहरभन्दा चाहिँ गाउँै राम्रो लाग्छ। आज चाहिँ हामी पहाडमा आएको छौँ। हाम्रो चाहिँ पैदल ट्रेकिङ डह्रो चल्दैछ। यहाँ मेरो बाबा हुनुहुन्छ। पानी परेकोले हामी छाता ओढ्दैछौँ। यहाँ मेरो दाजु, यहाँ पहाड। आमामा यो चाहिँ हो के कत्रो यो त। त्यो घरतिर दाजु मान्छे बस्छ? त्यो तल घरतिर मान्छे बस्छ? ए उहाँ माथि चाहिँ बस्छ है? दामी। ओहो त्यहाँनिर पानी ट्याङ्की रहेछ। हो सिँचाइको ट्याङ्की। ओ त्यो कत्रो ढुङ्गा हौ। डेन्जर बाटो खतरा। यहाँदेखि भ्यू देखिँदो रहेछ त। अरे ओटरी धान पाक्दै रहेछ। एकदम रमाइलो लाग्यो यो सिमले चाहिँ। मलाई चाहिँ किन सहरभन्दा चाहिँ गाउँै राम्रो लाग्छ। एकदम त्यहाँ चाहिँ अर्ग्यानिक जे पनि के खानेकुराहरूदेखि लिएर सबै के पाहुना पाछा पितृ आफ्नो सब दाजुभाइहरू हुन्छ नि त, आमा बाउ। अनि त्यही भएर म चाहिँ सहरभन्दा चाहिँ गाउँै रमाइलो लाग्छ। यहाँ देख्नु सक्नुहुन्छ गाउँ यस्तो राम्रो छ। यस्तो होइट कस्तो दामी। त्यहाँ बादल तल हो। एकदम राम्रो छ के यो सिमले गाउँ चाहिँ। यहाँ भयो बाख्राखोरहरू, गाई गोठ बाख्राखोर कस्तो दामी के। बाख्रा ल ए यो त विकासी हो क्या हो। खसी एक जेर्रा छ। यस्तो हो क्या गाउँघरमा चाहिँ बाख्रा पाठा एकदम। आमामा फर्सी। यहाँ आँपको गाछीमा त फर्सी फल्दो रहेछ यता सिमलेतिर। वाउ।